मिठोसँग लडियो नि म नमस्ते कैसे होइन बिराल खोजेको यहाँ मलाई ट्रफी भन्ने जिन्दगी नै न्याउ होला जस्तो भइसक्यो म काल देख्छ हो लास्टो साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै आरामै छु मैले भ्लग अन गरेको छु यहाँ मेरो भ्लगको सुरुवात चाहिँ रक्सी निकाल्ने धुवाले पनि ब्ल्याङ हुन्छ क्या निकाल्ने होइन पार्ने निकाल्ने पनि भन्छ पार्ने पनि भन्छ नि होइन साथीहरू मम्मीले भित्र चिया बनाउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ देखिसक्नु भयो यहाँ मोबाइल हेर्दै छे यो काम गर्छ कि भनेर बोलाएको होइन म झन् उहाँ लिन गएको खोला पारी तारी कामै गर्दैन के भएको त लो पारा नगरे मलाई मन पर्दैन यस्तो फेरि भन्ला गाउँले दिदी तिमी जस्तो हो र भन्न पनि बेर लाउँदैन सुबादी हानीको सुरुवात एउटै कपको चियाबाट भएको छ खोइ कहाँ छैन नि लाभवाला रहेछ कस्तो राम्रो त्यो पनि थाहा छ कहाँबाट चोरेर लिएर त होइन कि आइपुगेको सो गाइज हाम्रो होइन ब्याकग्राउन्डलाई चाहिँ इग्नोर हान्नुपर्छ किनकि धेरै काम भइरहेछ आज भोलि यस्तो आमा यसको यस्तो बुढी यस्तो सासू कसको होला यस्तो बाजी म कपमा खानुपर्ने त्यसमा आइबस्छ कसको आमा सासू बाउको बुढी चियर्स नगरी खाजा तपाईँसँग नि नागेन चेस अलवेज फोरी हुनुहुन्छ तर पनि आज धेरै फोरी भएको छ किनकि हिजोदेखि काममा कुदै मरे मेरो मम्मी सँगसँगै हामी दुईजना पनि खारेको धेरै काम गरेको छैन मैले यसको सुत्ने काम मात्रै भएको छ तल आएकोदेखि काम छैन लगाएर पनि मान्दैन त ठिक छ साथीहरू कान्छी छोरीले माया गर्छ केही छैन पाङ्ने पुग्ने मै उता पुग्ने मै तर मैले काम गरेन भनेपछि भयो यति नै गरेन भने के को छोरी हो कि न म सुड्डीले पैसा दाग देखाइरहेछ साथीहरू हेर्नु त भोलि पर्सि हामी नै आमा भएपछि यस्तै पैसा देखाउने हाम्रो छोराछोरीलाई है तपाईँले मात्रै हामीले देखाउने है कान्छी यस देखाउने नै हो नभए किन गर्नुपर्छ हामीलाई पनि थाहा छ यहाँ कति छ भनेर थाहा छ यहाँ तिनटै छ हामीले चोरे जस्तो लाग्यो कि तपाईँलाई कति वर्ष अगाडि म उहाँको काखमा थियो 20 वर्ष अगाडि म उहाँको काखमा थियो आज 21 वर्ष पछाडि म अहिले काखमा छु अहिले या नुनु पनि गर्दैन हेर्नु यस्तै हो कि कान्छी पाएपछि साइलीलाई बिर्सिन्छ शब्दै ध्वनि सर्ती संसार यहाँनिर छ यस दुनियाँ संसारै साइली काखमा कान्छी बुढामा छोरा बुढीमा बुबा आमामा म घरमा हो कि भन्न गने छ सुडीले साथीहरू यसको बिहेमा चाहिँ टोपी यो लाउनुपर्छ क्या ऊ चाहिँ म चाहिँ यो लाउनुपर्छ मेरो टाउको ठुलो छ उसको सानो छ क्या यो पनि के बढाइ छ क्या यो पो सानो हो चिनीको म त पानीमा फोर के भयो
सरी मैले हो त नि आए बग्ने रोके पो बग्ने कस्तो पारेको छु के कस्तो खालको यस्तै छु म थाहा छैन बच्चाले खै मै हाल्छ त्यो एकछिन न यस्तो हुन्छ त्यो पुचुक पुचुक ओ भरे 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 होसियार भएर राखेन भने यो त जान्छ कि अनि त्यही भएर अप्ठ्यारोमा फलेको फुल जस्तै हो यो बिरमा फलेको भन्नु ए सरी बिरमा फलेको क्यामेरा कस्तो धमिलो देखिरहेको छ के भएको मेरो अनुहारै त्यस्तो हो कि त्यस्तो के भन्छ अरे नपुसेर राख्यो होला नि अब आई मोबाइल लिएर ओ माय गॉड हेर्न हेर हिजो पोस्ट गरेको भिडियो हेर्दै हिँडा जहाँ पनि नमस्कार मेरो दिदीलाई के अरे को बुढाको मम पनि आइपुग्नु भयो हजुरआमा भन्नु अनि कि हजुरआमा के खै त नमस्ते गरेको नमस्ते गइसक्दा पो ए यस्ता पनि बुहारी हुन्छ म भएको भए कस्तो गरिदिनु ल संस्कारी बुहारी मान्छे आइपुग्ने बित्तिकै कि संस्कारी बुवा होस् न संस्कारी बुवा मलाई के थाहा त ल के अरे के हुन्छ अरे हजुरआमा आउने बित्तिकै चाहिँ ढुक्करे आमा संस्कारी बुहारी यस्तो गरिदिए क्या म संस्कारी परेन म त संस्कारी छैन हजुर हुनुहुन्छ अब हजुरको पछि त्यो कुरा होइन कि अब के भन्ने त्यस्तै भनौँ ठुल दिदी 9 बजे कति बजे अहिले 9:04 कति 9 भनौँ अघि टोइलेट 9 बजे उठेको थियो है अनि हाम्रो फ्यामिलीमा चाहिँ सबभन्दा छिटो उठ्ने मान्छे उहाँ नै हो अहिले आएर यहाँ चक्लेट दिन आएको रहेछ जस्तो दिदीबहिनीहरूमा चाहिँ म भन न बरु आमा बुवा भन्दा तिमी नै पछाडि पर्छ मलाई थाहा छँदै छ त्यस्तो नभन्न भिडियोमा सरी म उनी उठ्छ 4 बजे उठेर आगो फुकेर चिया बनाएर म यति धेरै मेहनती छु कि साथीहरू त्यो तपाईँहरूले सोच्नु पनि सक्दैन बाउ आउनुभयो फेरि मार्छ मलाई बिराल खोजेको यहाँभित्र कहाँ लग्यो मेरो यो कहाँ हरायो भनेको निस्की मम्मीलाई नि भित्र खोजेको मलाई पो ट्रकी भन्ने नि मलाई ट्रकी भन्ने यहाँ भित्र गयो लुगे ओइ म्याउ म्याउ भन्न मम्मी बिरालो मार्न एक्टिभ हुनुहुन्छ नि भेट्दै भेट्दैन मार्न पर्छ कि अस्ति धेरै न्यु खोजेर त्यसले हामी तिमीलाई केही पनि गर्दैन माया गर्छौँ निस्की झम्टिन्छ कि भनेर म त डरले थुरुरु भएको छु उनीहरू लागि परेको छ खोज्नलाई चुप सुन्न Look. Aita. Kok tolong.
नमिठोसँग लडियो नि म खाने अर्ची यार बा के रे ओमा आक्वा चाहिँ छुम्मा ल छुम्बु जान्छ याङ्गो थुक म नमिठोसँग लडियो बाहिर आऊ तिमीलाई दुध दिन्छु रे उहाँ हाजरामाले भेट्न सकेन हट अबे यहाँ रहेछ सुरेन म बसेर देख्न यहाँ निस्कि कागो बि मुगे म त यहाँ निस्कि सक्दैन ओइ यो निकाल्न म खबङ बसेको वहाँ बसेन नि त्यहाँबाट कुछन् त मेन कि त बाहिर जानु पर्यो कि त आजको दिन त सकिनु पर्यो वा अनि समातेर राख्नु है भेट्न सकिन्न है के गर्नु तर पनि मोटी मगो हरेस अझै के भन्छ छैन त्यही भने निस्किँदैन त के भयो त्यसले खोजे हो के मेरो बोक्न त यत्रो बोक्यो के हो छैन ऊ पनि लुकेको लुकै हामी पनि थाक्यो बोक्ने मात्रै फोकाटमा यहाँ भोजन तिमी भोजन कसैले खान्छ नबोली बस्दै जिन्दगी नै म्याउ होला जस्तो भइसक्यो आमा सुपिपछि आमा म्याउ म्याउ भयो अब जान्छु साथीहरू सोचिँदै जिन्दगी रहेनछ बिराले मान्न लिएर आएको अहिले रक्सी पार्नलाई अहिले खाना टुङ्ना दिस इज फर यु सँगलेर राख फेरि फुल्ने हो कि होइन जुवनको फुल ताल बजाऊ नेपाल तिम्रो रक्सी चाकेको एउटा रक्सीको लात लागिसकेको मलाई नि बोलाइरहेको